हेलो साथीहरू सबैजनालाई वेलकम छ हाम्रो अर्को मिनी ब्लगमा। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला है। अनि हामी पनि सन्चै छौँ साथीहरू। अन्तखेरि हामी चाहिँ यहाँनिर गाडीमा बसेर पनि आज चाहिँ निस्किसक्यौँ हो। अन्त मैले आज गाडीदेखि नै भिडियो सुट गर्दैछु, साथीहरू हेर्न सक्नुहुन्छ। अन्तखेरि हेर्नुहोस् न, मेरो छोरी चाहिँ हो गाडीमा पनि एकछिन शान्तिसँगले बस्दैन, साथीहरू चकचक गरेर टिस्यु पेपर लिएर चाहिँ गाडीको खुसी हिँड्दैछ। पुरा काम गर्छ नि ऊ, हेर्नुहोस् न, घरमा पनि त्यतिकै हो, वनमा पनि त्यतिकै हो साथीहरू। अन्तखेरि हामी कहाँ गएको तपाईँले थाहा पाइसक्नुभयो हाम्रो थम्बनेलबाट। अन्त हामी चाहिँ ओखला मन्डी गएको हो। अन्त जाने बित्तिकै सबैभन्दा पहिला चाहिँ आभाकाडो किन्यौँ साथीहरू। अन्त यहाँ लेमन पनि चाहिएको थियो, अन्त त्यही भएर चाहिँ लेमन पनि किन्यो साथी सन्जयले हो साथीहरू। अन्तखेरि अदरक पनि लिनु थियो अरे, अदरक पनि लियो। अनि धेरै सामानहरू गर्नु थियो, सब्जीहरू फ्रुट्सहरू किन्नु थियो र चाहिँ हामी दुईजना निक्लेको थियौँ साथीहरू, हेर्न सक्नुहुन्छ। हामीले चाहिँ झोलामा हाल्यौँ। अन्त वाटरमेलन सोधेको कि कति सस्तो, 10 रुपियाँ किलो अरे ओखलामा चाहिँ। अन्त हामीले चाहिँ नानीको लागि चाहिँ 2 किलो किन्यौँ साथीहरू, हेर्न सक्नुहुन्छ हो। अन्त यहाँ चाहिँ मैले निङ्गुरो देखेँ होइन, 60 रुपियाँ अरे एउटा पोकाको। अब के गर्नु है, निङ्गुरे गाउँघरको भनेर चाहिँ सन्जयले किनिदियो। अन्त साथीहरू किनेर पनि हामी चाहिँ गाडीमा पस्यौँ हो। अन्तखेरि पानी, नानीले पानी खान्छु भनेर पानी किन्यो। अन्त यहाँनिर बाटोमा आउँदा नरियल किन्छ अरे सन्जयले भैयाको लागि भनेर चाहिँ नरियल किन्दै थियो। अन्त ऊ नानीले चाहिँ उसको बाबालाई बोलाएको थियो साथीहरू, हेर्न सक्नुहुन्छ। हामी घर आइपुग्यौँ है। अन्तखेरि यहाँ चाहिँ अरुणलाई बोलाएको थियौँ, त सामान ज्यादा थियो। हामीले यहाँ चाहिँ फ्रुटहरू नरियलहरू सन्जयले क्रेटमा हाल्दैछ हो। अनि यो क्रेट चाहिँ मैले अरुणलाई बोकाऊ भनेर भन्दै थिएँ। अन्त यहाँनिर हेर्न सक्नुहुन्छ अर्को झोलामा चाहिँ हाम्रो सामानहरू छ कि खिराहरू, अन्तखेरि यो उयोहरू। अन्तखेरि हामी चाहिँ आइसकेर पनि सन्जयले एउटा नरियल पानी दिनुभयो हामीलाई, आमा छोरीलाई। अन्त हेर्नुहोस् न, मेरो छोरी चाहिँ नरियल पानी नै पिउनु मान्दैन नि त, मन पराउँदैन, उसले त्यस्तो इन्ट्रेस्ट गर्दैन, मन पराउँदैन गुलियाहरू कि। त्यही भएर चाहिँ मैले उसलाई खिलाएर खाएर देखाउँदैछु, म चाहिँ भन्दैछु कस्तो मिठो रहेछ साथीहरू। अन्तखेरि हेर्नु सक्नुहुन्छ मेरो छोरीले चाहिँ खोसाएर चाहिँ भुइँ बस्यो हो, बल्ल बल्ल खान्छ होला भनेको त 1-2 सिप मात्रै तान्नु छ उसलाई हो, बाँकी खेलाउनु मात्रै अरे, पिउनु कम, उसलाई खेलाउनु ज्यादा अरे, हेर्नु सक्नुहुन्छ है। मैले चाहिँ उसलाई 2टा स्ट्र हालेर यसरी पिउँला आमा छोरी भनेर चाहिँ उसलाई सिकाउँदै थिएँ हो साथीहरू। के कस्तो लाग्छ हाम्रो मिनी ब्लग कमेन्ट गर्नु होला, मन पऱ्यो भने लाइक गर्नु होला। ओके, बाई बाई साथीहरू।